मकाउ छोडेर जानुभएको साथीहरूको लागि सम्झना स्वरूप ल त्यो सर्कल पार्क देखाउन गइरहेको छ है। सर्कल पार्क यस्तो छ अहिले। सर्कल पार्कको स्थिति यस्तो छ अहिले ल। कफी खानु पऱ्यो नि अब के हाल्नु ल। तपाईँ के यहाँ आइसक्नुहुन्छ तपाईँ त? भर्खर आएको। ठिकै छ म ल ल अमेरिकन कफी। हजुर हजुर म आफै झिक्छु तपाईँ ल। मेरो कफी चाहिँ त्यहाँ तयार हुँदैछ ल। यस्तो छ स्मार्ट सिटी भनेको यस्तो हो कि स्मार्ट सिटी। नेपालको जनताले देखेको सपना कफी तयार हुँदैछ है ल। 80% भइसक्यो है। ट्याक्क छ नि 90% कफी तयार भयो। 100% ल अमेरिकानो पर्छ टिकटमा जाने। हङकङ 65 टु जानको कन्फर्म गर्ने, यहाँ एमपे गर्ने, यहाँ सुगा दिने। पैसा काट्यो हेर्नुहोस्। अब यस्तो आयो ल, दुईवटा टिकट आयो। यस्तो हुँदो रहेछ अब स्मार्ट सिटीको यस्तो छ। नेपालतिर कुरो नगरौँ ल है। आजको हामी दुईजनाको चाहिँ नि ल हङकङको यात्रा सुरु भयो। अब चाहिँ दुई दाजुभाइ जाने, यसो घुम्ने, त्यसपछि आएर अब चाइना मकाउ जुलाईको अब यात्रा सुरु हुँदैछ पुरै ल। त ठुलो आयो योवाले चाहिँ तपाईँको वाइड एङ्गल भन्दै साडा ए अनि यसलाई चाहिँ पछाडि यसरी घुमाउने अगाडि पछाडि दुइटै मिल्ने। क्लिक गर्ने मिल्ने। साथीको भिडियो धेरै कुरो पऱ्यो क्या होइन ठिक छ ठिक छ। आजको हाइकिङ हाम्रो हितकुमार सुल्टी र म यता लान्टाउ पिक ल। यता यहाँ देख्दो रहेछ ल भ्यू पोइन्ट 1 थाहा हो। ए
यो सनसेट पिक भन्ने उयो चिङचाउ यहाँ रहेछ यो उतापट्टिको सेकुचाउ यो त होइन तपाईँको कामाले होइन अरू रहेछ सेक्छ भने उतै रहेछ होइन रहेछ म त्यो होला नि भन्दा तङफुक ताइचाउ ए यो त तङफुक भन्ने पो रहेछ यो त यहाँ जान मार्केट तलको यहाँ जान त बोट चढी जाने होला बस यो त यहाँबाट यसरी बस आएको बस जान्छ होला कि त्यो ताइवा जाने बसहरू के यो बाटो भएर जान्छ कि यसरी ताइवा मेरो चाहिँ उतातिर रहेछ क्या हाइकिङ जाने टोलीहरू त यस्तो आसी एउटा त्यो फ्रेसनेस हुन्छ कि होला होइन माइन्ड पनि फ्रेस हुन्छ गाउँघरतिरको त्यो अनिकाली डाँडा केही नहुने डाँडा रहेछ यो है केही नहुने डाँडा रहेछ कि यो एउटा के बिरुवा पत्ता केही न हो त नि होइन हुँदैन होला कि बिरुवै हुँदैन होला यहाँ त्यही भएर होला त्यो रुखहरू नि लाउँछ पहिला खाँदैन है हो त नि त्यो भएको रुखहरू नि फटाफट छ नि त त्यो तल त्यो माथि माथि अलि नआउँदो रहेछ तपाईँहरूतिर हुन्छ नि एउटा टेकारा भन्ने हुन्छ नि एउटा तपाईँहरूले के भन्छ त्यो टेकारा भन्ने क्या त्यो मान्छेको त्यो हाम्रो त डाँडामा त्यो मान्छे मरेको डाँडा हुन्छ कि प्रायः त्यो के त्यो त काँचै बल्छ है त्यो भयो भने अब अरू के अरे दाउरा साउरा नपाए नि त्यो काटेर त्यो हालिदियो भने काँचै बल्छ है त्यो त काँचै बोल्छ त्यसको एउटा घिउ जस्तो के हुन्छ कि त्यो त्योहरू त्यो प्रायः जस्तो त्यो हाम्रो त्यो च्यान डाँडातिर हुन्छ कि त्यस्तो यस्तै सुक्खा ठाउँ हुन्छ कि त्यो टेकारा भन्ने गुरुको भाषामा टेकारा भन्छ कि त्यस्तै हुने ठाउँ रहेछ कि यो बहिनीहरू हिँड्न सकेन निगलघारी यता फेरि यो खरबारी हो यो यस्तो केटकेटीहरू नि आशै छ यिनीहरूको स्कुल छैन होला थाहा हुँदैन यिनीहरूको स्कुल छुट्टी छ होला के अरे बच्चाहरूको नाङ्गे डाँड त छ यो अब है हाम्रो गाउँतिर माथि माथि लेकमा कोही धेरै माथि माथि यसो यसो हुन्छ त यस्तै नाङ्गे त त्यो रुख हुँदैन त्यो भेडेबोडहरू जाने ठाउँ बाटो चाहिँ यो पछाडितिर होला होला पछाडितिर एउटा कुन चाहिँ तपाईँले ठाडो योभन्दा योभन्दा नि अझै माथि ठाडो छ कि त्यो पुग्नै लाउने रहेछ क्या ठाडो यिनीहरूको पनि आफ्नो आफ्नो ग्रुप छ कि फेरि अहिले त्यो उकालोमा तपाईँ त कटिहाल्यो म फसेको नि त्यहाँ हो त नि तपाईँ छिरिहाल्यो कि मलाई पो झन् पछाडि अड्किहाल्यो त देख्छ नि क्लियर भयो नि त यस्तो मजा देखायो नि त्यो के अरे बादल आयो कि है कस्तो मजा देखेको
हाम्रो पहिलाको ब्रिटिस बुढाहरूको त्यो टक्कलार यहाँबाट चाहिँ नि बन्दुकले हान्ने रे बुढाहरूले यता फर्केर बस्ने पोस्ट हेर यताबाट चाहिँ नि गएन मैले हामी चाहिँ नि झर्ने भनेको यताबाट 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 हो कि यताबाट हो कि हामी झर्ने भनेको यो त बिगबु त उसो कि यता हो कि यताबाट छैन खोइ यताबाट त मैले गएन होला यो बाटो नि होइन साढे 20 यहाँबाट यसरी यसरी भित्र छिर्ने बाटो छ कि यसरी अनि यसरी जाने कि त्यहाँ पुल पनि ट्याक्कै देखिँदो रहेछ नि त जुवाई जाने क्या मगाउ जुवाई जाने ट्याक्कै देखिने मान्छेले कसरी फोटो खिचेर ए पुतलीको फोटो खिच्नु गएछ उडिहाल्यो यताको हेरी वाटर ड्याम यो ड्यामबाटै जान्छ नि त ताइयो जाने बस होइन ट्याक्कै त्यो बाटो यतातिर हो कि ताइयो है यतातिर ठ्याक्कै ऊ त्यो उसबाट चाहिँ त्यो पुल देखिन्छ कि ठ्याक्कै अगाडि त्यो जुन त्यो फुसन निस्के छ नि त्यहाँबाट चाहिँ देखिन्छ कि त्यो पुल त्यो ठ्याक्कै ताइयो त उति होला उतापट्टि त्यो सानो देखेछ नि त्यो त्यो पुल ठ्याक्कै अगाडि वारिपारि देखिन्छ कि त्यो सेतो डल्फिन क्या देख्छ र कि त्यहाँ कि कहिले कहिले निस्किन्छ अरे Anh Nhớ Hồ. Anh Nhớ Hồ. Ô Phan Thủy. Đánh này ngồi phải ạ. अब त्यो घामले चाहिँ टक्क डढिहाल्छ नि त डढ्दो रहेछ अनि त्यहाँदेखि त यसो त्यो उसतिर कालो कालो देख्दो रहेछ अन्त त्यो चिना बुढीमाहरू नेपाल गएको थिइस् त कालो भएर आएको छ त भन्छ कि त्यो एसीमा बसिराख्ने मान्छेहरूको एकैचोटि त्यो 2-3 दिन म त आज धेरै हिँडिरहेको छु है त्यहाँ अझै कति केटाहरू त कतै निस्किन्न नि त त्यस्तोहरूलाई 1-2 दिन हिँडाइदिनुपर्छ घाममा त्यहाँदेखि त हाम्रो लमजुङ एफसीले जित्यो नि हङकङबाट एउटा आएको थियो त्यो मोना एफसी खास गरेर मैले चाहिँ नि अब झन् यो आइतबार राखेको यो हाम्रो हङकङको टिमहरू पनि बढी हुन्छ होला है भनेर यस्तो तारिक गरेर आइतबार राखेको रे अब हङकङको टिमै आइदिएन अब झन् नत्र मकाउको त जे बारै राख्नु हुन्छ नि त मकाउको त जस के आइतबार राख्यो भने हङकङको टिमहरू होइन अब जस अनि पाहुनाहरू चाहिँ नि बढी बिदा हुन्छ नि त अनि घाममा त्यो ठ्याक्कै फोकस पर्ने गरी खिच्नु नहुँदो रहेछ क्या कुन च्यानलले झोलै छोडेर हिँड्छ यहाँ यार लाँदैन यहाँ बजारतिर त त्यहाँ छोडिन्छ Bên đâu à? Mấy yêu thái xài là
मान्छेलाई अब एउटा यस्तो बनाइदिएछ है अब यत्रो मान्छे आउँछ हेर्न है जान मिल्छ यो उस सबहरू छ है मलाई त्यो के अरे के सब रे उस बेच्ने के अरे के सामानहरू बेच्ने क्या त्यो कस्तो नामै नआउने यसले गर्दाखेरि यो एउटा बुद्धको मूर्तिले गर्दाखेरि यहाँ कति टुरिस्टहरू भित्रिन्छ होइन थाकेर मान्छेहरू हेर्दा यस्तो फ्ल्याट परेर बस्छ बसेको त फोटो के खिचेको रहेछ यार बसेर थाकेर बसेर भने त फोटो खिचेको रहेछ कुन कुन देशको भाषा बोले मान्छेहरूดินคุ้มครองอวยเทพอำนวยพรคำนับ3 ครั้งเจ้าหน้าที่แจ๊กมารับธูปทีรับไปเลี้ยงนะมองไปที่องค์ท่านนะโมสัมโฆयहाँ ऐसे बोल्न हङकङ जस्तो लाग्दैन हङकङ लेखेको हङकङ लेखेको यो चाहिँ पक्क त्यो पहिला मनोकामनाको हामी त यतिर जाने यतिर हामी जाने यता हो बस 23 नम्बर बस्छु त्यहाँ हो कि लाग्ने ठुलो छ त 23 नम्बर लाउनु त बस त लामो छ त 23 को त अरू कुन चाहिँ जान्छ होला त्यो उसतिर जाने छ हेर्नु त जोडनतिर जाने बसहरू छ हेर्नु त यो 23 नम्बरको नि हो 23 को लाइन हेर्नु न यति लामो डाइरेक्ट जोड्न पाउँदैन नि यहाँबाट हो र तुन्जुङसम्म मात्रै हो नि ए तुन्जुङबाट फेरि फेर्नुपर्छ सबै यो बोर्ड लाइन त लामो छ त यार बस त आउँछ एकैछिन आइहाल्छ बस बाबा खतम पार्ने पो त ऊ त्यो गाडीको आयो नि त्यही लाइन बस्नु त होला नि अब केवल कार जाने कति छ ए तेल कार म छोडिदिन्छु त्यत्रो महँगोतिर के जाने कति 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 भयो केवल कार महँगो छ केवल कार महँगो छ महँगो छैन होला यसो बेसी होला Kasi ang ini-insist ni Noel sa kanila na magpadal. Sabi ko wala kang pinag-alala. बेकार 30-35 हुने कुरा त्यहाँ
300-400 रुपियाँ खर्च गरेर 300 रुपियाँ भन्छ कति भन्छ ए टुवेको हो कि 380 रुपियाँ कति हो गाडी भाडा यस्तो महँगो छ अझै पनि मान्छे यतिकै भिड हुन्छ कि त्यही भएर यो यस्तो उसो भएपछि चाहिँ नि देशहरूको उस हुने कारण त्यही त हो होइन काम अनुसारको यो त केही पनि होइन नि त्यसरी भन्दा होइन दिनको 13-14 सय रुपियाँ कमाउँछ मिनिमम प्रायः मान्छेहरूले दिनको त अनि त्यो कच्चा काम मान्छे दिनमा गाडा भाडा खाना 100-150 जान्छ दिनमा जान्छ पछाडि पनि छ लाइन के लिएर आयो त्यस्तो यो चान्डो कसरी छ के हो त्यो कुखुरा मासु हो यहीँ हालिदिनु न यो ल बाबा बाबा अहिले टिपाउला भयो बाबा भयो भाउ खान मलाई के थल के मिल्दो रहेछ बाबा भयो यत्रो कुखुरै ल्याइदिन्छ क्या ल चियर्स ल चियर्स हाम्रो सोल्टीले चाहिँ नि जुस किन्दै हुनुहुन्छ अब खाना खाइयो ट्याक्क लाएर अब चाहिँ नि लागिन्छ जुस खाने घरतिर लाग्यो ल है त यो चाहिँ नि फुड रिपब्लिक चङचङको फुड रिपब्लिक हजुर खै त्यो उस पेपर यो चाहिँ नि यो कौजबेको एचएमएन स्टोर मैले सुनेको थिएँ है यो चाहिँ नि अब यो फाइनल सेल हुँदैछ अरे क्लोज हुन लाग्छ अरे भन्ने सुनेको तर सबै सकिसकेको रहेछ है मेलको आइटम पनि केही पनि नरहेछ सो अब म जाँदैछु कौजबेको स्ट्रिट यता कजबे यो चाहिँ नि कजबेको एरिया भएर चाहिँ यो कजबे एरिया हो यो देख्नुहुन्छ यो एचएन स्टोर चाहिँ नि यो छिट्टै बन्द हुँदैछ है त्यही भएर चाहिँ सेलमा लाग्छ अरे भन्ने सुनेर आएको थिएँ केही पनि भेटिएन ल है त यो चाहिँ नि कजबेको एरिया चाहिँ अहिले यो चाहिँ नि यसको यो चाहिँ नि पुरानो ट्रेन चाहिँ हङकङको पुरानो ट्रेन हामी त्यसमा चाहिँ यात्रा गरिरहेको छौँ ट्रेन चाहिँ यस्तो हुन्छ यहाँबाट चाहिँ ल यता गएपछि यो हङकङको सबैभन्दा लामो एस्केलेटर भन्न त मान्छेले सबै भन्छ है यो वर्ल्डकै भन्छ खास थाहा भएन है त यो हङकङको सबैभन्दा लामो एस्केलेटर देखाउनु गइरहेको छु कति लामो लाग्छ हेर्नु होला
यो चाहिँ नि यो अङ्ग्रेजहरू पालोमा बनाएको बिल्डिङहरू यो अलिकति होचो होचो छ है त्यही भएर यहाँ चाहिँ नि यिनीहरूलाई चाहिँ संरक्षण गरेर राखिएको छ ल हेर्नुहोस् है क्याफेहरू पनि देखिन्छ यो आफ्टर त्यो स्केलेटर सकिए पछाडि फाइनली यहाँ आइपुग्छ ल हेर्नुहोस् है यस्तो छ मान्छेहरू चाहिँ नि काम छुटेर घर जाने तर्खरमा ल हेर्नुहोस् यहाँको मान्छे यति बिजी हुन्छ कि टाइमको एकदम महत्त्व हेर्नुहोस् है टाइमको चाहिँ एकदमै महत्त्व हुन्छ यहाँ भनेको हेर्नुहोस् मान्छेहरू यति हतारसँग हिँडिरहेको हुन्छ कि हेर्नुहोस् त ल कता कता हो हेर्नुहोस् मान्छेहरू 方向过关，多谢合作。各位旅客，你已到達澳門島內，請帶齊所有行李上落港。 साथी चाहिँ कता हरायो थाहा छैन एक्लै आइयो